जेन्डर रिभिल वाट विल बी बेबी बोय अर गर्ल कमिङ सुन भन्ने त्यो सानो एउटा 15-20 मिनटमा रेडी बनायौँ। त्यसपछि यो चाहिँ स्ट्यान्डको लागि यहाँ रेडी हुँदैछ। एकदम इजी रहेछ, सजिलो छ एसेम्बल गर्नलाई। यसो गर्दैछौँ। टाइम त छ तर भोलि पर्सिबाट अलिक बढी बिजी भइन्छ। फुर्सद भएको बेलामा आजै गरिदिउँ भनेर चाहिँ गरिदिएको बुढाबुढी भएर। हेलो, हामीले चाहिँ अहिले फुरनदाना बनाउनको लागि चिउरा चाहिँ यहाँ तेलमा तार्दैछौँ। लेट्स सी कस्तो बन्छ। यो सब पार्टीको लागि प्रिपरेसन हुँदैछ। यहाँ हाम्रो फुरनदाना रेडी भयो। चिउरा अब यसमा दाल मटरहरू मिक्स गर्नु बाँकी छ। यहाँ पापड ब्राउन चाहिँ रेडी भयो। यहाँ चाहिँ चिकन म्यारिनेट बाई मदन भाइ भाइ यहाँ हल्का क्लिन गर्दैछ। अब हल्का यहाँ भाउजूले र बुढीले मिलेर यहाँ चनाको सेटिङ मिलाउँदैछन्। यो मटन पनि आज बनाउने कुरा छ है त। के चलिरहेको छ है त हजुरलाई। यो चाहिँ के को लागि हो दाइ? के कुरा भयो? यो मटनको लागि, यो चाहिँ सबै कुराको लागि अहिले काटेर आजलाई तयारी गर्नु भाइ। ठिक छ नि, यो नेक्स्ट विकको लागि तयारी। तिनीहरू पनि आइपुग्नु भयो। वेलकम रोजिना। थ्याङ्क यू सो मच। रिजु के छ? उल्टो चप्पल लाएर आऊ आऊ। रोजिनाले चाहिँ कुकर लिएर आउनु भयो। काम धमाधम भइरह है। भाइको नि हात पर्यो है त्यति भएपछि। रोजिना घर फ्रिज खाली छ? यो मासुहरू हटाउँछ? हाम्रो खाने ब्रेक भयो हल्का। यहाँ चाहिँ धमाधम हुँदैछ है। यहाँ बन्दैछ है, बन्दैछ। कोही के कोही के कोही के। ल ठिक छ ठिक छ। म निकालिदिन्छु, तिमी तल आऊ। ठुलो जिरा अहिले तिमीलाई दिएको के हो त्यो? जिरा भनेको उयो हो नेपाली स्वाद जिरा। ल जिरा चाहियो अरे। रिजु हाई भन न। हाई भन। हेलो गरिदियो, हेलो गरिदियो। ल मदन दाइले यहाँ मटन काट्दै हुनुहुन्छ होइन? के छ अरू? मटन काट्दै हुनुहुन्छ। यहाँ आलु यहाँ रेडी छ। अब मेरो काम यसपछि टमाटर काट्ने छ। के हो नि मैले? ल म गरिदिन्छु, छोडिदेऊ। यता रेडी भइसक्यो। यता रिजु छ। कटिङ साइज त पुरै दाइ। यो त हिरा कटिङ हो नि यो त। डायमन्ड कटिङ हो यो त पुरै। यो युट्युब भिडियो साइड दाइ ब्लग। रिजु रिजु यता हेर त।
अनि मदन दाई के छ त नि अनि कुन गर्ल पार्टी हो कि बोय पार्टी हो द ब्लू टी सर्ट लगाएर आउनु भएको म त बोय पार्टी पनि हो हामी न्युट्रल दाइ अहिलेलाई अहिले अहिले हामी न्युट्रल भनेपछि यो ब्लू टी सर्ट संयोग मात्रै हो के हुने भयो हजुर ओके ठुलो भयो हुने भयो तपाईँ ठुलो बाबा सब ठुलो बाबा हो नि रोजिना के पार्टी रे हामी अहिलेलाई न्युट्रल न्युट्रल हो ए भोलिको लागि गेम खेलाइन्छ है अँ ओ रोजिना हजुर ल यहाँ सुन है मैले चाहिँ भोलि गेम खेलाउनु खोजेको ओके जस्तो गर्ल्स भनेको टोलीलाई एकतिर राख्ने ओके त्यो नाम लेखेर एउटा बक्स हुन्छ होइन ओके भनौँ न एउटा नाम तर जुन टिमले जित्छ त्यसले फेरि पुरस्कार पाउनु पर्छ त्यही त भन्दैछु त पुरस्कार फेरि यता आउनु पर्छ त्यतिबाट भन्दैछु त पुरस्कार त ठुलबाबुहरूले दिने हो नि ठुलबाबु ठुलमम्मीहरूले खै हामी त अतिथि ट्याक्क प्रमुख अतिथि एउटा जितेको गेस मिलेको भनेको एउटा हुनुपर्छ है भाइ 20-50 ठुलबा ठुलमम्मीहरूले च्याच्च ल्याएर जित्नेलाई चाहिँ अब त्यस्तै अन्त गेम चाहिँ के छ भन्नु न गेम भन्नु न गेम पुरै यहाँ चाहिँ अनि एप्रुन लगाएर झन् अब कटिङमा चाहिँ निखारता लिएर आउँदै हुनुहुन्छ होइन मैले भन्न खोजेको थिएँ त्यसरी गर्ने होइन अब एकातिर बोइजपट्टिकोलाई एउटा सिलेक्ट गर्ने होइन अनि गर्ल्सको जसले ऊ हुन्छ त्यसले जित्ने क्या अब त्यो चाहिँ सरप्राइज भइसकेपछि अब एकजनालाई त्यहाँबाट टिप्ने होइन एकजनाको अब बोइजको एउटा बक्सा हुन्छ गर्ल्सको एउटा लेखेको हुन्छ नि त अब बोइज भयो भने बोइजबाट टिप्ने त्यो गेम त छ दाइ त्यो बोर्ड मगाहा अनि भोट गर्ने के इलेक्सन त्यो इलेक्सन होइन कि भाइ पुरै गर्ने के चिताको एउटा भनेपछि सरप्राइज कापी कलम चाहियो कापी कलम र भोलि आउने मान्छेहरूको नाम लेखेर चिट बनाउनु पर्यो पहिला अँ नाम लेख्ने गर्ल बोइज के छ अपोनेन्ट त्यो लेख्ने अनि त्यसपछि उसलाई सर्ट एन्ड एउटा चाहिँ प्राइज के एउटा फुल होस् अथवा चाहिँ के होस् न 20-40 को मैले भनेको मिलेछ आज मेरो लक्की डे रहेछ भन्ने होस् त्यो त सबको कतिले भन्छ नि त्यो भनेको मान्छेहरूको बक्सबाट एकजना सिलेक्ट गर्ने भनेको एकजना ओके 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 मैले बुझेँ हुन्छ हुन्छ ल त्यसको जिम्मा तपाईँ है त मलाई तिमीहरूले गिफ्ट किनेर लानुपर्छ नि भाइ कहाँबाट हुन्छ नि मैले यता दिनु नि अगाडि हो त्यता अगाडि त्यस भाउजू अनि तपाईँ कुन टिम हो मुना भाउजू थाहा छैन एउटा गेस गर्नु न ब्लू टिम बोय टिम न्युट्रल भन न अहिले न्युट्रल भन्दै नि बुढाबुढी नै अनि ब्लू टी सर्ट लगाएर आउने अनि फेरि न्युट्रल कस्तो न्युट्रल हो र प्रेप गर्ने ब्लू टी सर्ट छ ल ठिक छ जानीले हान्दिएको भाँडा माझ्दै टमाटर अहिले टमाटर काट्दैछु है होइन वेट एउटा पिरियड ल्याऊ होइन त्यो पिरियडमा अहिले नै यो मासु घुमाइरहेको छु यता हेर्नु ल ल मेरो काम चाहिँ यो सबै सिटो कटिङ गरेर होइन यो सब मदन दाईको काम हो है अनि उता चाहिँ कुकिङको काम चाहिँ दिदी र भाउजू सुसेफ मुना भाउजू चना रेडी भयो अलमोस्ट सबै कुराहरू रेडी भइसकेको छ भाँडासाँडा पनि ट्याक्क खन्काइसकेको छ यता खसीको मासु 3 ठाउँमा पाकेको देख्यो 1 2 अनि त्यहाँ यता टमाटरको अचार मदन दाईले चलाउँदै हुनुहुन्छ होइन ट्याक्क यस्तो हुँदैछ तिजु भर्खरै चलाएको के हो यो के भयो ल मदन दाईको क्रिएसन हेरिरहेको के पावर डेकोरेसन यहाँ एकदम यसमा एउटा मौरी पनि बनाउनु पर्छ दाइ मौरी पनि हुन्छ भोलि पात पनि हुन्छ क्या फ्रेस पात हाल्ने हो अनि दाइ हाँस पनि मौरी हाँस पनि है 2-3टा मौरी राख्ने पानीमा नतरिनु फेरि मौरी बनाउँदा झुकेर झिँगा नहोस् फेरि है मौरी नै चाहियो यो खुर्सानी त्यहाँ भयो कि भएन अरे खुर्सानी छ है त यहाँ प्याज पनि काट्नु है ए अँ त खुर्सानीको तिर्छ दाइलाई परिरहेको छ भने छिरो हुन्छ बिचरा म गरिदिन्छु यो गरिदियो भने चाहिँ कस्तो कस्तो छ कस्तो बनायो यस्तो बवाल खसीको मासु बनेको कि बनायो है टक्क टेस्ट गरिदियो हुन्छ झोल होइन भेजले नि खाने भन्छ खसीको मासु मदन दाई यहाँ चलाउँदै हुनुहुन्छ पिरो यताउति ल के छ स्थिति त्यो चाहिँ ठिक छ नुन ठिक छ यसमा चाहिँ थोरै नुन हालौँ अब यसको टेस्ट गरेपछि अनि नुन टेस्ट पनि फेरि एउटाको गर्ने हो र 3-4वटा ठाउँमा गर्नु पर्यो है यहाँ गाह्रो छ नि सिस्टम ओके ल एउटा बटुका दुधु भाइ
बुटुको ल्याऊ सम्मको लागि यही अर्को ल्याऊ दाइ यस्तो हुनुहुन्छ भन्ने मैले अहिले आएर मैले बुझ्दैछु म यहाँ मोयाले संसार जान्दैन नि हौ मासु पनि खतक्कै हुने कुरो पनि र मदनदाईको चखाइ पनि सबै है त यहाँ काठो भएको कि ठ्याक्कको ठ्याक्क छ त्यसमा अलिकति नर्मल छ त्यसलाई चाहिँ अझै एकचोटि लगाउनै पर्छ मासु अनि घिउमा भुटेको छु अनि यहाँ चाहिँ चिउरा भुटिँदैछ अनि त्यता चाहिँ काउली आलु पाक्दैछ आलु पाक्दैछ यता चाहिँ फेरि मटन टेस्टिङ हुँदैछ दाईको दाई भाउजू मिलेर मटन डिपाट चिउरा डिपाट मेरो बुढा काउली आलु डिपाट रोजिना दिदी सबैलाई काम बराबर छ है ए मदन दाइले चाहिँ भाउजूलाई खुवाउने रे पहिला माया यति धेरै छ फेरि यहाँ मिठो भयो रे ल यो पकाउने सेफ चाहिँ म हो है गाइस ल यो ठिक छ रे यो चाहिँ दामी भयो पिरो पनि ट्याक्क छ क्या एमा पिरो छ पिरो छ यो ट्याक्क छ फर्स्टमा चाहिँ यो चाहियो यो ठिक छ अब यो कुकरको चाहिँ आज भ्याउने निर्णय भयो है भोलिको लागि बनाएको खै हो यो ठिक छ यो र त्यो भयो अलिकति पिरो चाहिँ नमिसाइन्छ यो अलिअलि खुर्सानी यो मजाले पाक्न पाएँ नि त त्यो मासु गाइस ल हामी चाहिँ भर्खर उठेर बेडसेड मिलाएर भाउजूले बिहानै फोन गर्नु भएको छ बोल्दैछ भाउजूसँग आजको वेदर चाहिँ ठिक्क छ दिन त्यस्तो सन्नी चाहिँ छैन बादल लगाइरहेको छ यो पनि तल लैजानु पऱ्यो चाहिँ अस्ति लाइनबाट अर्डर गरेको थियो रेडी भएर अब तल जाँदै त अमित सायद तल गइसक्यो अब एकछिनमा हाम्रा माथि यस्तो छ अमित चाहिँ त्यहाँ मम्मीसँग बोल्दै होला यो यहाँ राख्थ्यौँ अहिलेको लागि डेकोरेसन सुरु गर्नुपर्छ अब एकछिनमा बहिनीहरूले गर्छन् कता यो पनि छ यो पनि रेडी भइसकेको छ अस्ति बनाएर राखिसकेको छ जस्तो छ जेन्डर रिभिल वाट विल बी बेबी बोय अर गर्ल कमिङ सुन भनेर भएको छ यस्तो यस्तै हो अब यो चाहिँ यो कार्पेट निकालिदिनु पऱ्यो गलैँचा ब्रेकफास्ट म बनाउँछु नि त बस यो बडी त उम्लिन्छ त फाइनल्ली आज चाहिँ हाम्रो जेन्डर रिभिलको दिन हो हामी बिहान उठेर ब्रेकफास्ट गर्दैछौँ ब्रेकफास्ट गरेर अलिअलि प्रिपरेसन बाँकी छ आजको लागि सो वी आर प्रिपेरिङ फर द्याट नाइस सासु ओभनमा हालिदियो मैले यहाँ सलादको काम गर्दै हुनुहुन्छ कटिङ भइरहेको छ यता दोस्रो दिनमा है डेकोरेसनको काम भइरहेछ साइडिया बनाउँदैछ केटोले यहाँ आलु सालु मदन दाईको अर्ग्यानिक बुके योमा चिया राख्ने हो त्यो चाहिँ खास चिया कसले खाने आउने चिया राख्ने ट्रे हो भनेको कि
हामी चाहिँ अहिले डेकोरेसनको लागि बेलुन फुलाउँदैछौँ। थाहा छैन। त्यो तारले बाँध्ने होला। हजुर सलाद बन्दैछ। सलाद मदन दाईको क्रिएसन हुँदैछ यहाँ। बस बटरफ्लाई चाहिएको होइन, किरा नहोस् भनेर होइन। कहाँको बटरफ्लाई लेखेको मदन दाई आर्टिस्ट। चारको पास्ता आउँदैछ। बोटीहरूको तरकारी भाउजूले बनाउनु भएको, मुना भाउजूले। सो प्रेटी, ओ माई गुडनेस, कस्तो दामी देखेको। ल पुरा बेबीलाई वेलकम गर्न सबैजना आतुर। फाइनली हाम्रो यो तामाको जग चाहिँ काम लाग्दैछ, नभए युज भएको थिएन। यहाँ चाहिँ हामी बुफे राख्ने तयारीमा छौँ। अनि यता बाहिर चाहिँ हाम्रो डेकोरेसन हुन्छ फाइनल। आज वेदर पनि एकदम राम्रो छ। यसरी अहिले यसमा चाहिँ हाम्रो डेकोरेसन गर्न छ, त्यही नै हो। चिकन सेफ चाहिँ मेरो बुढा प्रदीप कोइराला ओभनमा चट्ट लगाएर चिकन पाक्दैछ। बी केयरफुल। अनि यता चाहिँ हाम्रो बच्चाहरूको लागि नगेट्स। टाडा, वाउ, इट्स लुक्स सो यम्मी। दामी देखियो गाइस। यस्तो हुँदैछ। कस्तो म्याचिङ भएको छ, पिङ्क लगाएर पिङ्क बलुन बनाउँदै हुनुहुन्छ यहाँ। अनि यता हाम्रो प्रज्ञा बहिनी लजाउँछिन् हो क्या। यस्तो छ, पानी पर्ला जस्तो छ। आई होप पानी चाहिँ नपरोस्। मेकअप आर्टिस्ट पनि बोलाएको छौँ बुढीलाई मेकअप गराउनको लागि। हामीले चाहिँ पुरै न्यु इयरकोबाट हायर गरेको। मेकअप भइरहेछ यता। ड्राइभर टोली ड्राइभर चेन्ज भइरहेछ यता। के अरे एभलिन, एभलिन हाई गरिदियो त। आयो मि, हाई गरिदियो। हाई। तल चाहिँ बहिनीहरूले त्यता टिकटक टिकटक रेडी भइरहेको रहेछ उता चाहिँ। आउने बेला भएन। ए तपाईँ यहाँ छर्लङ्गै देखिरहनु भएको। केटो त्यो चना लिएर आइज नि त। छैन, गइसक्यो। सानो अमित रेडी हुँदैछ। भाउजू रेडी बनाइदिँदै हुनुहुन्छ। टल्के हात्ती लिली। होइन ए रामजी पुरे बिहेमा हाल्दा रामजी। यहाँको सेटअप चाहिँ हल्का फुल्का यस्तो भएको छ, तर पानी वेदर चाहिँ यस्तो छ दिन। आज वेदर चाहिँ खासै साथ दिएन।
आयुमी कुर्सीहरू यता टक्कै छ मैले यस्तो छ बुफे यता हेर त ल अब है त अब रिजु अनि एउटा गिफ्ट पाउँछ वाट एकजना गर्ल्स भनेकोले सबैको पट्टा पाउँछ त उसले सिलेक्ट गरेपछि एउटा हुन्छ त्यस्तो होइन नि गर्ल्स एउटा टिमले चाहिँ पाउनु पर्यो टिममा धेरैजना हुन्छ तर जो गोला पट्टामा जसको नाम आउँछ त्यसले पाउँछ गेमको लागि तयारी हुँदैछ ओके यसरी लेख्ने अब बोय गर्नु आफ्नो नाम त्यो गर्ने सिग्नेचर गर्नुपर्छ सिग्नेचर 50 सिपिआर नम्बर राख्नुपर्छ सिपिआर भाउजूको त सिपिआर छैन मुना भाउजूको होइन मेरो टिपेडी नागरिकता नम्बर नेपालको के भयो मैले लेख्नु पाउँछ पाउँछु पाउनुहुन्न किन नपाउने पाउनुहुन्छ पाउनु कति तिनै मै अनि मैले नपाउने पेन भएन पढ्दैन हो ब्रिटिस भेङ्गे लेख्नु छ तिम्रो थाहा छ त तिमीलाई पो थाहा छ त कुनै यहाँ कहाँमा आउँछ रोजिनाहरू केटीको नाम भएपछि हुन्छ भएन है पेन त बतासे बिर्से छोरीको लेख्यो कस्तो राजा ठिक छ नि अझ भने झाली हाय गाइज खै त माथिबाट झरेनन् अझ बस्नु दिदी आयुमी यो नखोल तपाईँको खरानी आउँछ त्यो हुन्न के माइ गॉड बुढी वाउ लुकिङ लाइक अ वाउ ल ल ल ल सबलाई हाई गरिदियो एकचोटि गएर उता फोन आएको छ कसको यहाँ चाहिँ खाना खाने प्रोग्राम भइरहेछ है त आइस ट्रेनमा बसौँ न के त भित्र बस्यो नि हुन्छ दाजु के छ अनि ठिक छ नि हाम्रो ठिक छ ओ गाइज के गरेको तिमीले लड्छ तिमी राजा बवाल छ त एकदम ठिक छ रमाइलो भएको छ खै त यहाँ त म्युजिक बन्द भयो राजा एकदम अब त सुरु गर्नुपर्छ अब बाँकी रहनुभएको को छ प्रदीपलाई एकचोटि इन्क्वायरी गर्ने बुवा मम्मी लिन जानु भएको अब त्यसपछि
Hi baby, I am your mama. I think that you are a baby girl. एन्ड हाई बेबी म चाहिँ तिम्रो बाबा मलाई चाहिँ तिमी बेबी गर्ल जस्तो लागिरहेको छ ल टिम गर्ल टिम गर्ल अनि टिम बोय टिम बोय ओके ल मलाई चाहिँ गर्ल्स हुन्छ जस्तो लाग्यो आऊ देवी नगर्नु न गाइज अब इलेक्सन है ल भोट हानौँ है सबैले यहाँ ल सबैजना आउनु म चाहिँ टिम गर्ल ल तर यो त म हातमा लैदिन्छु भएन हातमा लैदिन्छु म ल है कसलाई भोट गर्न मन छ कम ल टिम गर्ल हो यसको गयो दुईटा गर्न चाहिँ नपाए प्लिज न नो झेल्ली ओके ल बोय ल कुन हो यो त गर्ल यता ल कुन चुज गर्नु बुवाएर छिटो Let's go. Everybody ready? Yes. मैले भिडियो थाहा छैन फर्स्ट एन्ड लास्ट नै होला भाइ र बहिनीले एक एकवटा फिल्म गर्ने मिलाउने हो यो Tic tac toe. है त उता जात के गर्ने रे ए हो लास्ट है पानी पर्ला Tony boy! ल है बोयले हान्नु है बोयले हो जो चाहिँ क्रसमा नो यो चाहिँ बोय नै होला यहाँ चाहिँ हामीलाई आछ है फेरि यो लाइनमा चाहिँ यो चाहिँ भयो जस्तै नि बोय आयो बोय 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 drum roll. होइन बोय भयो बोय फेरि आन्सर हुन सक्छ नि छैन यो लास्ट नहेर्नु मिल्दैन हेर्नु
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 ए बलले जितिसकेछ त्यहाँ यो चाहिँ लास्ट ल गाइस ल अर्को होइन उदास छ तपाईँको मनमा के छ तपाईँको मनमा मनमा लागिरहेछ कि छोरी नै छ ल अब मलाई त छोरी छ जस्ता प्र्याङ्क नै हुन्छ यो चाहिँ धेरै ब्लू पनि छ त्यसमा पनि जसले चाहिँ गर्ल्स चुज गर्नु भएको थियो उहाँहरूको नाम यहाँ छ उहाँहरूले चाहिँ अब यहाँबाट यो लकी ड्रबाट जसले पाउनुहुन्छ उहाँहरूलाई चाहिँ गिफ्ट छ आइफोन गिफ्ट छ आइफोन अब यो अब हुनेवाला ड्याड ममहरूले चाहिँ उहाँहरूले चाहिँ यो from Portugal, and with lots of love and regards with you guys. And here you go from Portugal. Bharati, especially thank you for the Bharati and all team with Koirala family. Small answer. भिडियो खै केही दिउँला नि अब ल यहाँ चाहिँ यो यस्तो भयो होइन अगाडिको भिडियो छ कि छैन यो अब मलाई चाट्न छोडौँ है के भन्ने मलाई एकदम रमाइलो फिल भइरहेछ मेरो छोरी आउँदैछिन् लक्ष्मी होइन चाँडै पाइहाल्यो अघि Happy birthday
Gift from Portugal. Baby shampoo. Baby को बाबाको लागि होला हैन मोमोको लागि खै निकाल्दा Oh my god. यो चाहिँ मेरो लागि बेबीको मम्माको लागि थ्याङ्क यू सो मच म तपाईँलाई एकछिनमा कल गर्छु नि त है गिफ्ट पठाइदिनु भएकोमा हाम्रो पार्टीको भोलिपल्टको दृश्य भद्रगोल आफ्टर पार्टी I have a secret to tell you. I'm a mommy. Mamacita. I'm a mommy. Mamacita. No, I'm a mommy.